So, good evening, everybody. Good evening, Shaira. It's nice to have you translating. Today, we're going to see a theme that is, I really believe, quite important in our life and in our spiritual growth. And it's the theme of self-esteem. Do you hear me, Shaira? Just I'm just, yeah, I can hear you. I'm just trying to see the spot where there is no noise. Sorry, That's okay. there's much noise. Yeah. Uh, mhm. Yeah, can you see me? I can see you very bad, but I think it's not really a problem. Yeah. Henry, voitko vähän Okay, olla hiljempaa? now I see you well. Sorry. I just had to make sure. Sorry. Okay. या जेमिसी सबैजनालाई अनि आज उहाँले सिकाउन लाग्नु भएको कुरा चाहिँ आत्मिक वृद्धिको बारेमा हो। अनि अस्तिको हप्ता पनि हामीले हेरेका थियौँ होइन, उहाँले हामीलाई सिकाउनु भएको थियो प्रेममा, अनि त्यसपछि परमेश्वरमा चाहिँ हामी कसरी हुर्किन सक्छौँ होइन, उहाँसँगको नजिकको सम्बन्धमा भनेर। अनि आज चाहिँ उहाँले चाहिँ हाम्रै आफ्नो पहिचान बारेमा पनि उहाँले सिकाउन गइराख्नु भएको छ, जुन चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। हामी को हौँ अनि उहाँमा हाम्रो पहिचान के हो भन्ने कुरा हामी सबैले जान्नुपर्छ भन्ने कुरा उहाँले हामीलाई सिकाउन जाँदै हुनुहुन्छ। So today is self-esteem. And self-esteem is the way we see and feel about ourselves. So it's very personal today. अनि आज चाहिँ उहाँले हामीले आफूलाई कसरी हेर्छौँ होइन, त्यो चिज चाहिँ को बारेमा बताउन गइराख्नु भएको छ, जुन चाहिँ हाम्रो लागि एकदमै महत्त्वपूर्ण छ। हामीले कस्तो कुराहरू अनुभव गर्छौँ, कसरी अरू कुराहरू हेर्दछौँ होइन, अनि त्यसपछि आफ्नो बारेमा के सोध्छौँ भन्ने कुराहरू चाहिँ जान्न एकदमै महत्त्वपूर्ण छ भन्ने बताउँदै हुनुहुन्छ। And it is our sense of self-worth or personal value. अनि यो चाहिँ व्यक्तिगत होइन, यो हामीले आफ्नो बारेमा कस्तो सोध्छौँ भन्ने कुरामा चाहिँ हाम्रो हाम्रो चाहिँ आफ्नो पहिचान के हो, अनि हामीले चाहिँ एउटा हाम्रो भनौँ न, हामीले आफूलाई कसरी हेर्छौँ भन्ने होइन, त्यो कुराको बारेमा उहाँले बताउँदै हुनुहुन्छ। And for those who grow in a normal family with a father and a mother, those values are given in the upbringing. अनि हामीले चाहिँ कस्तो आफ्नो बारेमा सोध्छौँ, हामीले अरूको बारेमा के सोध्छौँ भने यो चिजहरू चाहिँ हामी कस्तो वातावरणमा हुर्केछौँ, हाम्रो परिवारले हामीलाई के कुराहरू सिकाएको छ, त्यस्तो त्यस्तो कुराहरूले चाहिँ हामीले के सोध्छौँ भन्ने कुरामा धेरै असर गर्दछ। It is the inner belief about how capable, how lovable, and how enough we are. अनि यो भनेको चाहिँ को भन्दाखेरि चाहिँ होइन, यो आत्मसम्मानको कुरा चाहिँ हामीले चाहिँ त्यो हाम्रो लागि के हो, त्यसले हाम्रो लागि कस्तो महत्त्व राख्दछ होइन, अनि त्यो हामीले भित्री रूपमा त्यसलाई कसरी आफ्नो यो सम्मान भनेको कुरा चाहिँ आत्मक सम्मानको बारेमा तपाईँहरूले पहिला पनि सुन्नु भएको छ होइन, यो चाहिँ हाम्रो लागि के हो भन्ने कुरा चाहिँ हामीले कसरी त्यसलाई बुझिराखेका हुन्छौँ भन्ने कुरा ध्यान दिन जरुरी छ। And people with a healthy self-esteem, they usually accept themselves with their strength and their weaknesses. अनि जो मान्छेको चाहिँ आत्मसम्मान होइन, आफूलाई हेर्ने जुन नजर छ उसको चाहिँ स्वस्थ छ, उसले चाहिँ आफ्नो कमजोरीमा पनि अनि आफू बलियो हुँदा पनि त्यो कुराहरूलाई चाहिँ उसले विचार गर्छ, अनि त्यो चिजले चाहिँ त्यस चिजमा उसको आत्मसम्मानमा खासै त्यस्तो केही असर गरेको हुँदैन। And they feel confident in that they're able to face challenges. अनि कठिन परिस्थितिमा पनि उनीहरूले हरेक किसिमका चुनौतीहरू चाहिँ सामना गर्न सक्दछ। Now, we all grow in different surroundings, and our level of self-esteem is going to vary a lot.
अनि हामी सबैजनाहरूको रहनसहन बस्ने ठाउँहरू होइन हुर्काइहरू फरक छ अनि सबैको त्यो हाम्रो आत्मसम्मान चाहिँ धेरै फरक पनि हामीले पाउने गर्दछौँ And we might have, there is big margin between having a high self-esteem and then a middle one and then a low one. अनि हामीले यदि हेऱ्यौँ भने हाम्रो समाजमा हाम्रो समुदायतिर क्रिस्ता मानिसहरू छ जसको आत्मसम्मान एकदमै माथि हुन्छ होइन उनीहरूले आफ्नो बारेमा एकदम राम्रो सोचिरहेको हुन्छ अनि त्यस्ता पनि हुन्छ जसले आफ्नो बारेमा खासै राम्रो सोचिरहेका हुँदैन अनि फेरि त्यस्तो मध्यम खालका मान्छे पनि हुन्छ जसले चाहिँ ठिक ठिकै रूपमा आफ्नो आत्मसम्मानलाई हेरिरहेका हुन्छन् And low self-esteem can make someone doubt about their abilities. अनि त्यस्ता मानिसहरू जसले चाहिँ आफ्नो बारेमा होइन अलि आफूलाई कमजोर ठान्छन् कम आत्मसम्मानहरू हुन्छ उनीहरूले चाहिँ आफ्नो बारेमा शङ्काहरू गरिरहेका हुन्छन् And they look all the time for constant approval by others. अनि त्यस्तो मानिसहरूले के गर्छ भन्दा निरन्तर रूपमा त अरू मानिसहरूले चाहिँ उसलाई जस्तो छ त्यस्तै रूपमा स्वीकारेको छ कि छैन भन्ने कुरा चाहिँ बारम्बार हेर्ने गर्दछ And some of those people, they feel unworthy of love or being loved. अनि त्यस्तो मानिसहरूले चाहिँ आफू चाहिँ प्रेम पाउने लायकको छैन भनेर सोच्छ अथवा प्रेम गर्ने लायकको छैन भनेर सोच्ने गर्दछ So uh, self-esteem is really knowing about the value that you have because of who you are. अनि आत्मसम्मान भनेको चाहिँ यस्तो खालको मान्यता हो जसले चाहिँ तपाईँ को हुनुहुन्छ भन्ने कुरालाई चाहिँ तपाईँलाई बुझाउने मद्दत गर्दछ Not because of what you achieve, of what other things about think about you. अनि तपाईँले के चाहिँ होइन तपाईँले हासिल गर्नु भएको छ तपाईँको बारेमा अरूले के सोच्दछन् भन्ने त्यो चिजले चाहिँ त्यसलाई असर पुर्याउन सक्दैन Now, our great example, Jesus Christ, self-esteem was perfectly balanced. अनि यदि हामीले हेऱ्यौँ भने हाम्रो लागि एकदमै सिद्ध उदाहरण चाहिँ के भन्दाखेरि चाहिँ यीशु ख्रिस्टले चाहिँ उहाँको आत्मसम्मान चाहिँ हामीले एकदमै सन्तुलनमा भएको हामीले हेर्न And, पाउँदछौँ and in our spiritual growth, that's what we want to attain, the self-esteem that Jesus had of himself. अनि क्यान यु रिपिट सरी आई That's that's when we in our spiritual growth, that's what we want to reach, the self-esteem that Jesus had himself. अनि हामीले हेऱ्यौँ भने हाम्रो आत्मिक वृद्धिको लागि हामीले कस्तो खालको आत्मसम्मान हामीलाई चाहिँदछ भने हेऱ्यौँ भने यीशु ख्रिस्टको उदाहरणले हामीलाई धेरै कुरा सिकाउँदछ His self-esteem was grounded not in pride or insecurity, but in his unshakable identity as the beloved Son of God. अनि यीशु ख्रिस्टको चाहिँ आत्मसम्मान चाहिँ के कुरामा निर्भर थिएन भन्दाखेरि न त उहाँलाई त्यो हिज हिज self esteem was not dependent on what can you repeat sorry I Okay, he this was not grounded or yeah depending on pride or insecurity, अनि but in his strong belief that yeah he was the Son of God. उहाँको चाहिँ यो आत्मसम्मान चाहिँ उहाँले के गर्न सक्नुहुन्छ अथवा उहाँको क्षमता के छ भने त्यो चिजमा चाहिँ परेको थिएन तर उहाँ को हुनुहुन्छ होइन उहाँ परमेश्वरको एक मात्र पुत्र हुनुहुन्छ भन्ने कुरामा चाहिँ उहाँको त्यो आत्मसम्मान चाहिँ त्यो चिजमा भर परेको हामीले पाउँदछौँ He never sought approval from man. अनि उहाँले कहिले पनि कुनै पनि मानिसको चाहिँ स्वीकृति खोज्नु भएन When he was discussing with the Pharisees and the Sadducees, he never sought to please them. अनि जब उहाँले फरोसी र सदुकीहरूसँग कुरा गर्नुभयो उनीहरूलाई कहिले पनि खुसी बनाउने उहाँले कोसिस गर्नु भएन And he was totally confident in who he was. अनि उहाँ चाहिँ एकदमै आफूमा एकदमै उहाँलाई आत्मविश्वास थियो उहाँ को हुनुहुन्छ भन्ने कुरामा उहाँलाई थाहा थियो And he has a strong confidence that knowing he was who he was and why he was sent to do the will of his father.
अनि उहाँलाई यो कुरामा पनि एकदमै विश्वास थियो अनि पूर्ण विश्वास थियो कि उहाँ को हुनुहुन्छ, उहाँ के को लागि, के कामको लागि पठाइनु भएको थियो भन्ने कुरामा पनि उहाँ एकदमै पक्का हुनुहुन्थ्यो। He never measured his worth by human standards. अनि मानिसको मापदण्ड अनुसार चाहिँ उहाँले आफूलाई चाहिँ त्यो चिजमा उहाँले हेर्नु भएन। But he showed humility उहाँले नम्रता देखाउनु भयो because he said, I'm gentle and humble of heart. अनि किनभने उहाँले भन्नुभयो म एकदमै नम्र छु हृदय को। And yet he showed also authority and assurance. अनि उहाँले अर्को कुरा के देखाउनु भयो भने एउटा आफ्नो अधिकार पनि देखाउनु भयो अनि त्यो चिजमा निश्चयता पनि देखाउनु भयो उहाँले गर्नुभएको र बोल्नु भएको कुरामा। You know, the strong confession that he makes, I and the Father are one. अनि एउटा कुरा उहाँ जुन सबको सामु उहाँले बताउनु भयो कि म र मेरो पिता एक हौ भन्ने कुरा। Wow, this is what we want to reach, to be able to say that I and my Father are one. अनि यति यस्तो कुराहरू हामीले पनि त्यतिसम्म हामीले भन्न सक्ने चाहिँ त्यो एउटा कुरा चाहिँ हामीमा पनि एउटा निश्चयता चाहिँ के हुनु पर्यो अरे कि म र मेरो पिता एक हौ। He didn't need praise to feel important, to feel valuable. अनि उहाँलाई कसैको प्रशंसा चाहिएको थिएन होइन कि उहाँ कति राम्रो हुनुहुन्छ भनेर अरूबाट त्यो कुरा उहाँले सुन्न जरुरी थिएन। And criticism didn't shake his purpose. उहाँको बारेमा कसैले नराम्रो बताइदिँदा भनिदिँदा चाहिँ त्यो चिजले उहाँलाई केही पनि असर गरेन। He never drew back when things became difficult. अनि उहाँले कहिले पनि कठिन परिस्थितिमा आफू पछि हट्नु भएन। You know, it's really a picture that I have. He never turned his back about in front of a problem. उहाँले कहिले पनि समस्याहरूबाट उहाँ चाहिँ पछि तर्केर जानु भएन। Everything he faced, assured, confident, and full of authority and assurance. अनि जे कुरा पनि उहाँले गर्नुभयो त्यो सबै चिज चाहिँ उहाँले चाहिँ निश्चयताका साथ र आधिकारिक अधिकारका साथ उहाँले पुरा गर्नुभयो। And his example teaches us that true self-esteem flows from a secure relationship with God. अनि उहाँको उदाहरणले हामीलाई के सिकाउँदछ भन्दाखेरि चाहिँ एकदमै साँचो आत्मसम्मान भनेको चाहिँ सबै अनि परमेश्वरसँगको असल सम्बन्धबाट चाहिँ बन्ने गर्दछ। Knowing that we are loved, that we are chosen, and that we are valued because of Him, not because of what we do. अनि यो कुरा जानेर कि परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ अनि हामीलाई परमेश्वरले छान्नु भएको छ र हामी उहाँको हो भनेर, तर हामी हामी के हौं भन्ने कुरामा त्यो कुरा चाहिँ भर पर्दैन। I mean, it's a very important project. It's a इट्स it's a big project to try to reach that position. अनि त्यसरी हामीले चाहिँ त्यो त्यस्तो खालको आत्मसम्मान हाम्रो हामीमा त्यो निर्माण गर्नको लागि बनाउनको निम्ति चाहिँ यो हाम्रो लागि एकदमै ठुलो प्रोजेक्ट जस्तो ठुलो काम जस्तो हो। But if we put ourselves in the growing, in the spiritual growth, the way we have seen until now, we will reach in a time, that place where we can really feel that we are the beloved son or daughter of God. अनि यदि हामीले हेऱ्यौँ भने हाम्रो यो यात्रा होइन अनि हामी कहाँ पुग्दैछौँ भन्ने कुरा हामीले हेऱ्यौँ भने साँच्चै हामीले महसुस गर्न सक्दछौँ कि हामी कसरी हामीलाई चाहिँ उहाँले प्रेम गर्नुभएको छ भन्ने कुरा। So the first thing we need to realize is that we have our identity in Christ. पहिलो कुरा हामी सबैले एउटा बुझ्नै पर्ने कुरा के हो भने ख्रिस्टमा हाम्रो पहिचान हामीले बुझ्न जरुरी छ। And each of us will grow according to our engagement and character. अनि हामी सबैजना चाहिँ हाम्रो चाहिँ चरित्रमा अनि त्यसपछि each of us grow in character and
What was the and other? engagement, what we do अँ, अँ। for growing actually. अनि हामीले उहाँको लागि जे कुराहरू गर्दछौँ त्यो चिजले चाहिँ हामीलाई वृद्धि गर्दछ हाम्रो चरित्रमा अनि हामीलाई बनाउने काम गर्दछ। But each of us will grow. There is no doubt about that. तर एउटा कुरा चाहिँ बिना शङ्का हामीले यो बुझ्न सक्छौँ कि हामी हामी चाहिँ वृद्धि हुँदछौँ। And the more we grow, the more we will develop a Christ-like identity when we keep Him in the center of our life. हाम्रो जीवनको मुख्य केन्द्र यीशु ख्रिस्टलाई नै हामीले बनायौँ भने चाहिँ हाम्रो वृद्धि पक्का छ अनि हामी बढ्ने कुरा भनेको पक्का हो आत्मिक रूपमा। And when we do that, we will rely less and less on outward recognition. अनि बाहिरी मानिसहरूको स्वीकृति बाहिरी मानिसहरूले हामीलाई कसरी हेर्दछ भन्ने कुराहरूलाई हामीले यदि त्यति वास्ता गरेनौँ तर उहाँलाई ख्रिस्टलाई मात्र केन्द्रमा राखेर हामी उहाँसँग सम्बन्ध बढाउँदै गयौँ भने हामी बढ्दै जाँदछौँ। Or man's acceptance or our own accomplishment to find fulfillment. अनि मानिसले स्वीकार्ने कुराहरू होइन अनि हामीले जीवनमा हाम्रो जीवनमा गरेका सफलताहरू को वास्ता नगरिकन But it will base on our strong relationship with our Father. तर एउटै मात्र कुरामा चाहिँ ध्यान दिएर परमेश्वरसँगको एकदमै बलियो सम्बन्धमा आधारित गर्यौँ भने I know that what I'm saying might be too big. मैले भनेको कुराहरू साँच्चै धेरै ठुलो लाग्न सक्दछ। But I'm not uh, asking all of you to grow from one day to the next. मैले चाहिँ तपाईँहरूलाई चाहिँ मैले धेरै ठुलो कुरा गरेको जस्तो लागे पनि एउटा एकै दिनमा चाहिँ अर्को तहमा जानुपर्छ भन्ने कुरा चाहिँ होइन। You have all your life to grow. बढ्नको लागि आत्मिक रूपमा बढ्नको लागि चाहिँ तपाईँको पुरा जीवन चाहिँ तपाईँसँग छ। And remember that God' desire is to see you grow. अनि तपाईँले याद गर्नुहोस् कि परमेश्वर चाहिँ साँच्चै चाहनुहुन्छ तपाईँ हामीहरू चाहिँ उहाँमा बढ्दै गएका हौँ। But when we talk about our identity in Christ, let's see what Paul says about it in Galatians 2, verse 20. यदि अब हामीले उहाँमा हाम्रो पहिचान के हो भनेर हामीले हेऱ्यौँ भने आउनुहोस् हामी बाइबलबाट हेरौँ पाउलले चाहिँ उहाँ यसको बारेमा के लेखेका छन् भनेर गलातीको पुस्तकमा हेरौँ 2 and 2:20, Galatians 2:20. It's a 2 को very well, 20 मा हेर्नुहोस्। yeah, it's a well-known verse. या म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो आमेन। In that verse, Paul answers those who questions the truth that we are made right with God through faith in Jesus. अनि त्यो यो पदमा चाहिँ 20मा चाहिँ के पाउले के कुराको जवाब दिनु भएको छ भने हामी चाहिँ कसमा जिउँछौँ भनेर अनि कसमा चाहिँ हामी चाहिँ कसप्रति चाहिँ हामी विश्वासयोग्य हुनुपर्छ भन्ने कुरा चाहिँ उहाँले स्पष्ट पारिदिनु भएको छ। And not by what we do under the law or that we do by ourselves. अनि हामीले के गर्छौँ अनि व्यवस्थामा हामीले के गरिरहेका छौँ भन्ने कुरामा होइन। And Paul described his permanently changed relation to the law. अनि पाउलले चाहिँ यस्तो खालको सम्बन्धको बारेमा बताउनु भएको छ जुन चाहिँ दीर्घकालीन सम्बन्धको बारेमा चाहिँ उहाँले परमेश्वरसँगको दीर्घकालीन सम्बन्ध बारेमा बताउनु भएको छ। And he says, I die to the law. अनि उहाँले के भन्नुहुन्छ भने म अ, परमेश्वरको लागि मरेको छु होइन। He या says, I die to the law. So it means that the law had no power over him any longer. व्यवस्था को
यसरी भन्नुभएको छ उहाँले 19मा हेऱ्यौँ भने, किनकि परमेश्वरको निम्ति म जिउन सकूँ भनेर व्यवस्थाद्वारा, व्यवस्थाको लेखी म मरेको छु भनेर उहाँ व्यवस्थाको लेखी द्वारा चाहिँ उहाँ मर्नु भएको छ भनेर भन्नुभएको छ। He realized that his old life, like I tried to be right before God by the law, अनि उहाँले के एउटा कुरा स्मरण गर्नुभयो, बुझ्नुभयो भने कि मैले चाहिँ व्यवस्थाद्वारा चाहिँ परमेश्वरको सामु सही हुने कोसिस गरेँ। his old life had been crucified on the cross. अनि यो सबै जीवन चाहिँ क्रुसमा चाहिँ टाँगिएको छ भनेर भन्नुभएको छ। And he gave, and Paul gave his life to Christ, and Christ came to live in him. अनि पौलले आफ्नो जीवन ख्रिस्टको लागि दिनुभयो र ख्रिस्ट चाहिँ उहाँमा जिउनु भयो भन्ने कुरा उहाँले बताउनु भयो 20को पदमा हामीले हेऱ्यौँ भने। So Paul's life wasn't his own any longer. It belongs अनि to Jesus Christ. अनि यो पदबाट हामीले के बुझ्न सक्छौँ भने पाउल चाहिँ आफ्नो लागि मात्र जिउनु भएन, तर उहाँ ख्रिस्टको लागि जिउनु भयो। Paul didn't own his life had died. अनि पौल आफ्नो लागि जिउनु भएन, उहाँको जीवन चाहिँ मरेको तुल्य भयो आफ्नो And निम्ति। this is exactly what happened with us when we accept Christ. Our old life is gone, is dead. अनि जब हामीले ख्रिस्टलाई आफ्नो जीवनमा स्वीकार्छौँ, त्यस्तै हाम्रो जीवनमा पनि हुने गर्दछ कि हामी आफ्नो लागि जिउँदैनौँ, तर ख्रिस्टको लागि हामी जिउँदछौँ। And Christ comes and live with him while he is in the flesh, I mean in the physical body. अनि ख्रिस्ट हाम्रो यो शारीरिक हाम्रो यो शरीरमा पनि उहाँ चाहिँ शरीरमा हुँदा पनि हामीसँग जिउनुहुन्छ। Now the important fact is that it is through faith that this happened. अनि हामी यो कसरी हुनसक्छ, हामी शरीरमा हुँदा पनि उहाँ कसरी हामीसँग जिउनुहुन्छ, उहाँ कसरी हाम्रो जीवनमा चाहिँ उहाँ सामेल हुनुहुन्छ भन्दा यो चाहिँ विश्वासद्वारा चाहिँ हुने कुरा हो भनेर हामीले बुझ्नु पर्दछ। This speaks about the big mystery of faith. अनि उहाँले भन्नुहुन्छ यो एकदमै यो विश्वासको यो अचम्मको चाहिँ अचम्मित अद्भुत कुराहरूबाट चाहिँ हुने कुरा हो भनेर भन्नुहुन्छ। But even today, Christ lives in you. अनि आजको दिन पनि ख्रिस्ट हामीमा रहनुहुन्छ। If you believe it, you are so intimately connected with Christ that he and you become as it was one person. अनि हामी आजको दिन पनि हामीले हेर्ने हो भने उहाँ हामीमा रहनुहुन्छ, र हामी उहाँमा जिउँछौँ होइन, हामी रहन्छौँ। अनि हामी साँच्चै हामीले बुझ्यौँ भने, हेऱ्यौँ भने चाहिँ आजको दिनमा पनि उहाँ र हामी एक हौँ। And you might even say, I am now one with Christ. Therefore, Christ's righteousness, victory, and life are mine. अनि आजको दिनमा पनि तपाईँ उहाँमा हुनुहुन्छ भने तपाईँले भन्न सक्नुहुन्छ र कि उहाँको विजयमा, इन हिज भिक्ट्री एन्ड इन हिज, Uh, is righteousness. उहाँको धार्मिकतामा एन्ड Christ's righteousness, victory, and life. We अनि get उहाँको all. We get it all. अनि उहाँको जीवन बाट चाहिँ हामी सबै कुरा हामीले पाउँदछौँ On the र हामी other hand, सहभागी Christ पनि। is okay. या Yes. On the other hand, Christ will say, I am that big sinner. His sin, his death are mine because he is joined to me and I to him. can you say this is from the, like Paul is saying, right? Now, Paul. this is Luther. Okay, Luther yeah. is saying that. Okay. I'm sorry. You see, Yeah. you can say, I belong Mm. to Christ. Everything that he has is mine. And And, Christ can say, he belongs to me. Everything that he has is mine. His अनि sin, his death, everything is mine.
अनि जब हामी उहाँमा रहन्छौँ र उहाँ हामीमा रहनुहुन्छ हामीले भन्न सक्छौँ सबै थोक जे ख्रिस्टले भोग्नुभयो जे ख्रिस्टमा थियो त्यो मेरो र जे मेरो छ त्यो सबै ख्रिस्टको हो भनेर पाप मृत्यु sin death and what was the third thing Like sin, death, yes, sin and death are mine. He's joined to me and me to him. अनि उहाँ चाहिँ हामीमा सहभागी हुनुभएको छ र म उहाँमा सहभागी भएको कुरा चाहिँ हामीले बुझ्नु पर्दछ हरेक थोकमा चाहिँ उहाँले सबै जे ख्रिस्टले भोग्नुभयो जे कुरामा ख्रिस्ट सहभागी हुनुभयो हामी उहाँमा सहभागी छौँ भन्ने कुरा हामीले बुझ्नु Now, पर्दछ let me illustrate that with a little story. उहाँले अब हामीलाई यो चिज चाहिँ अझ स्पष्ट रूपमा एउटा कथाबाट बताउनु हुनेछ There was a father and a son, and they loved paintings and art, and they had a huge collection. एकजना पिता र पुत्र हुनुहुन्थ्यो छोरा र बुवा अनि उहाँहरूलाई चाहिँ एकदमै पेन्टिङहरू मन पर्दथ्यो अनि उहाँहरूले चाहिँ दे कलेक्टेड मेनी Yeah, and the son had to go to war, and he died in the war. उहाँले चाहिँ त्यो पेन्टिङहरू चाहिँ सङ्कलन गर्नुहुन्थ्यो अनि छोरा चाहिँ युद्धमा जानु पर्ने भयो र छोरा चाहिँ युद्धमा मर्नु पनि भयो And he died saving a friend. अनि उहाँको छोरा चाहिँ मर मर्दा मर्दै पनि मर्नुभन्दा अगाडि साथीलाई चाहिँ बचाएर मर्नुभएछ And the friend made a painting of that young man who had died. अनि त्यो साथी जो बचाइएको थियो त्यो साथीले चाहिँ आफ्नो मरेको साथी जो चाहिँ मर्नु भएको थियो उहाँको चाहिँ पेन्टिङ बनाउनु भयो And he brought it back to the father. अनि त्यो साथीले चाहिँ त्यो जसको छोरा मर्नु भएको थियो त्यो बुवालाई चाहिँ गएर त्यो पेन्टिङ दिनुभयो And every day the father went to look at the painting of his son. अनि हरेक दिन त्यो बुवा चाहिँ आफ्नो छोराको त्यो त्यो पेन्टिङ होइन त्यो चित्र हेर्न जानुहुन्थ्यो And one day the father died. अनि एक दिन त्यो बुवा पनि बित्नुहुन्छ He had nobody to whom he could give his inheritance and all his heart because his son had died. अनि उहाँको चाहिँ त्यो आफ्नो भएको त्यो आफ्नो सम्पत्ति चाहिँ कसैलाई अब कसलाई दिउँ भन्ने कोही हुनुहुन्थेन किनभने छोरा पनि मरिसक्नु भएको थियो So his full art and collection was put into auction. अनि उहाँले त्यो सबै जति पनि आफ्नो उहाँको पेन्टिङ थियो अनि उहाँको सङ्कलन गर्नुभएको थियो त्यो सबै चाहिँ बेच्न राखियो And there was many painting and many people came so that they could buy one of those painting. अनि त्यहाँ धेरै मानिसहरू आए जसले चाहिँ अनि त्यो पेन्ट गर्ने मान्छेहरू पनि आए जसले चाहिँ त्यो किन्नको लागि त्यहाँ आउनु भएको थियो And the person leading the auction took the first picture. अनि जसले चाहिँ पहिलो त्यो पेन्टिङ किन्न लागेका थिए उहाँले चाहिँ एउटा चित्र लिनुभयो And it was the picture and the painting of the son. अनि त्यो चित्र चाहिँ त्यो पेन्टिङ चाहिँ त्यो छोराको थियो जुन चाहिँ त्यो उसको साथीले बनाएको थियो And he said, "Who wants that painting?" अनि त्यसपछि उहाँले भन्नुभयो त्यो बेच्न लाग्ने बेलामा त्यो पहिलो चित्र चाहिँ त्यही छोराको लिएर चाहिँ यो चाहिँ पेन्टिङ कसलाई चाहिएको छ भनेर सोध्नुभयो Nobody wanted because it was not art, it was just a painting as a remembrance. अनि त्यो चित्र चाहिँ त्यो पेन्टिङ चाहिँ कसैले लिन चाहेन किनभने त्यो त सम्झनामा बनाएको पेन्टिङ मात्रै थियो And people get angry because they wanted to really go to the real matter, the real paintings. अनि मानिसहरू चाहिँ अलि रिसाइरहेका थिए किनभने उनीहरूले चाहेको पेन्टिङ चाहिँ उनीहरूले पाइरहेका थिएन किन्नलाई पहिला चाहिँ पेन्टिङ चाहिँ छोराको राखिदिएको भएर But in the crowd, there was the gardener of the old man, and he was there to see the last pieces of his master. अनि तर त्यो त्यही भिडमा चाहिँ एकजना माली हुनुहुन्थ्यो जसले चाहिँ त्यो उसको माली चाहिँ त्यो जो चाहिँ बुवा बित्नु भयो उहाँको
चाहिँ सम्पत्तिहरूको केही भागहरू उहाँलाई हेर्नलाई के रहेछ भने जान्नको लागि उहाँ आउनु भएको थियो त्यहाँ। And when he saw the painting of the son, he remembered how the father looked all the time at his son. अनि जब त्यो मालीले चाहिँ त्यो पहिलो चित्र देख्नुभयो पेन्टिङ, अनि उहाँले सम्झना गर्नुभयो कि कसरी उहाँको मालिकले चाहिँ आफ्नो छोराको त्यो पेन्टिङ चाहिँ हरेक दिन हेर्नुहुन्थ्यो भनेर। So he said, I will take it. अनि त्यो मालीले चाहिँ के भन्नुभयो भने यो पेन्टिङ म लिनेछु भनेर भन्नुभयो। And he get the painting for $50. अनि उहाँले चाहिँ त्यो पेन्टिङ चाहिँ $50 किन्न पाउनुभयो। And then people started shouting and asking the man that was doing the auction to continue to go on. अनि त्यहाँ भिडमा भएका मानिसहरूले चाहिँ ल अब अरू सबै पनि बेच्न राखिहाल्नुहोस् भनेर कराउन थाले। And then suddenly he took a little hammer. The guy that was doing the auction, he put it on the floor and said the auction is over. अनि त्यो जुन बेच्नको लागि त्यहाँ मानिस खडा हुनुहुन्थ्यो, उहाँले एउटा ह्यामर लिएर, त्यो विदेशतिर त्यस्तो गरिन्छ, कुनै सामान कसैको सम्पत्ति बेच्न राख्यो भने चाहिँ त्यो ह्यामरले चाहिँ त्यो बजाउँदै, जब कुनै सामान बिक्छ त्यसपछि ह्यामर बजाउनुहुन्छ अनि फेरि अर्को सुरुवात गर्नुहुन्छ नि। त्यसरी त्यो मानिसले चाहिँ अब सामान बिक्री गर्नलाई चाहिँ के गर्ने भनेर भन्दाखेरि उहाँले चाहिँ के सूचना दिनुभयो भने अब सबै सामानहरू बिकिसकेको छ, सबै पेन्टिङ बिकिसकेको छ भन्ने सूचना दिनुभयो। And so everybody started shouting and Bill said, it's not possible. We traveled a long way to get something. What happened? What is happening there? अनि सबै मानिसहरू रिसाउन थाले, हामी यति ठुलो यति लामो यात्रा गरेर आयौँ, अनि अब कसरी यो एकैचोटि सकिन सक्छ भनेर सबैजना अचम्म पर्दै अनि रिसाउन पनि थाले, कराउन थाले। And the man said, अनि त्यो मानिसले भन्नुभयो, in the Testament, the old man wrote, अनि उहाँले भन्नुभयो यहाँ चाहिँ ती मालिकले, त्यो मरेको व्यक्तिले चाहिँ यसरी लेख्नु भएको छ, who gets the son gets it all. जसले जसले मेरो छोराको पेन्टिङ लिनेछ उसले सबै थोक पाउनेछ भनेर भन्नुभएछ। You see, when you get the son, you get it all. And that's अनि really, हेर्नु, yeah, and that's really what happened when we come to Christ. He gives us all that he has. उहाँले यो पेन्टिङको उदाहरण दिएर के भन्नुभयो भने त्यो छोराको पेन्टिङ लिनेले सबै ती मानिसको सम्पत्तिलाई चाहिँ त्यो मालीले पाए होइन, किनभने त्यसरी नै होस् भन्ने कुरा चाहिँ उहाँले लेखेर कानुनी रूपमा दिनुभएको थियो। त्यसै गरी नै हाम्रो जीवनमा पनि जसले ख्रिस्टलाई आफ्नो जीवनमा बोलाउँदछ, स्वीकार्दछ, उसले चाहिँ त्यो सबै ख्रिस्टबाट पाउने सम्पत्ति चाहिँ पनि हासिल गर्नेछ भनेर बताउँदै हुनुहुन्छ। Does the story fit in your language and or your culture? यसरी बताउँदाखेरि उहाँले त्यो बाहिरतिर घटेको घटना र हाम्रो जीवनमा हामीले ख्रिस्टलाई विश्वास गरेको कुरा होइन, यो चिज, यो कथा सुनाउँदाखेरि कि हामीलाई उहाँले सिकाउनु खोज्नु भएको कुरा बुझ्या जस्तो लागेको छ त। Remember that when you get the son, you get everything that God has. अनि एउटा उदाहरण, जसले छोरालाई स्वीकार्दछ, जसले छोरालाई आफ्नो जीवनमा ल्याउँदछ, उसले सबै सम्पत्ति, सबै थोक पाउनेछ। And before his conversion, Paul's relationship with God was founded on what he could do for God. अनि पौलको चाहिँ जीवन परिवर्तन हुनुभन्दा अगाडि उहाँले चाहिँ जुन यस्तो कुरामा विश्वास राख्नु भएको थियो कि जे उहाँले गर्नुहुन्छ त्यही चिजको चाहिँ परिणाम होइन उहाँले भोग्नुहुनेछ अथवा पाउनुहुनेछ भनेर। His faith was in himself. अनि उहाँको विश्वास चाहिँ उहाँ आफूमाथि मात्रै थियो।
And now his new foundation was what Jesus Christ had done for him. His अब faith उहाँ was in Jesus. उहाँको अब पावलको चाहिँ नयाँ आधार के हो भन्दाखेरि चाहिँ उहाँले येशू ख्रिस्टलाई गर्नुभएको विश्वास त्यो नै उहाँको चाहिँ आधार भयो And विश्वास। Paul had found a marvelous person to put his faith in. अनि पावलले चाहिँ यस्तो व्यक्तिलाई पाउनुभयो जसमाथि चाहिँ उहाँले विश्वास राख्न सक्नुभयो। And that's why he gave, he was so sure of the love of Christ for him that he gave himself completely, and Christ gave himself completely for Paul. अनि पावल ख्रिस्टले उहाँलाई प्रेम गर्नुहुन्छ भन्ने कुरामा यति पक्का हुनुहुन्थ्यो कि उहाँले आफ्नो सारा जीवन उहाँलाई सुम्पनु भयो, जसरी ख्रिस्टले उहाँको निम्ति आफ्नो सारा थोक चाहिँ त्याग्नु भयो हैन। And that's what I said when we talked about love. There's never was a time when Jesus did not love us or did not love humanity. अनि जब हामी प्रेमको बारेमा कुरा गर्दछौँ त्यहाँ यस्तो कुनै पनि समय छैन जहाँ चाहिँ ख्रिस्टले हामीलाई माया नगर्नु भएको हैन। उहाँले सधैँ हामीलाई प्रेम गर्नुभएको छ भन्ने कुरा चाहिँ हामी पक्का हुन सक्छौँ। So Christ is both. He is our model, but he is also our source, our foundation, our root. अनि ख्रिस्ट चाहिँ सब दुवै कुरा हो हाम्रो, अनि उहाँ हाम्रो आधार पनि हुनुहुन्छ, उहाँ हाम्रो सबै कुराको स्रोत पनि हुनुहुन्छ। As the Son of God, he is fully divine, fully human, and he shows us how to live in obedience, love, and humility. अनि उहाँ ख्रिस्ट भएर पनि उहाँ अद्भुत हुनुहुन्छ। उहाँ पूर्ण परमेश्वरबाट उहाँ आउनुभएको, उहाँ परमेश्वर ईश्वरत्व पनि छ उहाँमा, र पुरा मानिसको रूपमा पनि उहाँ आउनु भएर सबै थोक उहाँलाई थाहा भएको छ हैन। So our growth is rooted in knowing him, imitating him, his character, and relying on his grace. अनि उहाँले हामीलाई असल उदाहरण पनि देखाउनु भएको छ हैन, नम्रतामा पनि। अनि सबै थोक हाम्रो चाहिँ ख्रिस्टमा नै हाम्रो चाहिँ जरा गाडिएको हुनुपर्छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ। Without Christ, spiritual growth would have no true foundation or direction. अनि ख्रिस्ट बिना चाहिँ हाम्रो न त जरा नै हुन्छ न त हाम्रो आधार नै हुन्छ। So remember that he gave you all, and you can give him all. अनि हामीले याद गरौँ कि उहाँले हामीलाई सबै थोक दिनुभयो, अनि तपाईँले पनि उहाँलाई सबै थोक दिनुहोस्। But because of what he has done, we have another privilege. अनि जे उहाँले हाम्रो निम्ति गर्नुभयो त्यो हाम्रो लागि एकदमै महत्त्वपूर्ण कुरा हो भन्ने हामीले बुझ्नु पर्दछ। In John 1, verse 12, can you read it? यूहन्नाको 1:12 हामीले हेर्न सक्दछौँ। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। आमेन। Because of what he did, he gave you the privilege to be called the Son of God, to be born of God. अनि किनभने हामीले उहाँलाई विश्वास गरेको कारणले अनि उहाँलाई हामीले ग्रहण गरेको कारणले उहाँले चाहिँ हामीलाई सन्तान हुने अधिकार दिनुभयो, जो परमेश्वरबाट जन्मिएको छ भनेर पनि हामीले यसरी बुझ्न सक्दछौँ। It's a it's a new birth, a total change of identity. अनि यो भनेको चाहिँ नयाँ जन्म हो हैन, एकदमै पूर्ण रूपमा चाहिँ नयाँ पहिचान हो भन्ने कुरा हामीले बुझ्नु पर्दछ। But it's also it talks about the fact that you have a new identity. अनि यो एउटा कुरा पनि एकदमै सत्य कुरा हो कि हाम्रो चाहिँ नयाँ पहिचान पनि हामीले पाउँदछौँ भन्ने।
हामी And पक्राउनु पर्छ। in the world, people define themselves by success, status, approval. अनि अहिलेको संसारमा हामीले हेऱ्यौँ भने अरू मान्छेले हाम्रो बारेमा के सोच्छ, हामीलाई कसरी स्वीकार्छ, अनि हाम्रो चाहिँ यो समाजमा समुदायमा कस्तो खालको पहुँचहरू छ, कस्तो शीर्षक छ होइन, अनि अनि हामीले कस्तो खालको सफलता पाएको छ, यो चिजलाई हामीले धेरै ध्यान दिँदछौँ। And John 1:12 declares that true identity comes from being a child of God. अनि यूहन्ना 1:12 चाहिँ हामीले यसरी बुझ्न सक्छौँ कि साँचो पहिचान भनेको चाहिँ ख्रिस्टबाट मात्रै आउँदछ। It is not earned, it is not inherited. You अनि cannot buy it. हामीले यसलाई किन्न सक्दैनौँ। यो चाहिँ हामी आफैमा भर पर्ने कुरा होइन होइन। अनि यो चाहिँ हामीलाई कसैले छोडेर गएको कुरा पनि होइन, तर It's a gift received through faith in Christ. अनि तर त्यो चाहिँ पूर्ण रूपमा चाहिँ ख्रिस्टबाट हामीले पाएको उपहार हो। And our worth is not in what we do, but in who we are. अनि हामीले के गर्छौँ भन्ने कुरामा चाहिँ यो चिजहरू भर पर्ने होइन, तर हामी ख्रिस्टमा को हौँ भन्ने कुरामा चाहिँ त्यसले चाहिँ धेरै महत्त्व राख्दछ। And that new identity, it's we can call it inclusiveness to अनि all who receive Him. अनि यो नयाँ पहिचान भन्ने कुरा चाहिँ उहाँ एकदमै समावेश रूपमा होइन, एकदम जसले चाहिँ हामीलाई एकदमै समावेश गर्नुहुन्छ हरेक थोकमा, उहाँको योजनाहरूमा। अनि पूर्ण रूपमा चाहिँ उहाँलाई चाहिँ हामी inclusive and fully what was the last word I had to Inclusiveness, everybody is invited. सबै हामी मात्र होइन, तर सबैजनालाई चाहिँ त्यो चिजमा चाहिँ उहाँले सामेल गर्नु भएको छ, समावेश गर्नु भएको छ। There's no race, no background, no past mistake that can disqualify someone. अनि कुनै पनि हाम्रा पहिलाका बिते गएको कुराहरूबाट हामीलाई जाँच्ने तौल्ने होइन, त्यो चिजहरूबाट होइन, हाम्रो त्यस्तो चिजको अनि हाम्रा गल्तीहरूबाट होइन, न त यो कुनै रेस नै हो। It is a universal invitation. अनि यो चाहिँ सारा ब्रह्माण्डमा होइन, सबै मानिसहरूका लागि चाहिँ उहाँले दिनुभएको निमन्त्रणा, उहाँले बोलाउनुहुन्छ सबैलाई। And God opens his family to everyone who will believe in Jesus. अनि उहाँले चाहिँ आफ्नो पुरा यो चाहिँ निमन्त्रणा चाहिँ सबैजनालाई बोलाएको लागि, जसले उहाँमाथि उहाँको पुत्रमाथि विश्वास गर्दछ, अनि उहाँले आफ्नो परिवार चाहिँ उनीहरूका लागि चाहिँ पूर्ण रूपमा चाहिँ खुला गरिदिनुहुन्छ अनि बोलाउनुहुन्छ हामीलाई। What it does also, that privilege, the fact that we are children of God, has a transforming power. अनि एउटा हाम्रो लागि एकदमै खुसीको कुरा के हो भने पनि उहाँको सन्तान भइसकेपछि हामीले अर्को कुरा पनि हामीले के पाउँदछौँ भन्दा यो रूपान्तरण हुने शक्ति, हाम्रो जीवन परिवर्तन गर्ने शक्ति पनि उहाँले हामीलाई दिनुहुन्छ। Because receiving Christ doesn't just change our way of thinking, अनि ख्रिस्टलाई हामीले चाहिँ उहाँलाई चाहिँ हामीले आफ्नो जीवनमा बोलाएर मात्र हाम्रो विचारलाई हामीले परिवर्तन गर्न सक्ने होइन, तर it changes also our status. तर त्यसले त्यति मात्रै होइन, तर त्यसले चाहिँ हामी ख्रिस्टमा को हौँ भन्ने कुरालाई पनि परिवर्तन गर्ने गर्छ। We move from being stranger to God to being his children. अनि हामी नचिन्ने मानिसहरू उहाँमा चाहिँ नयाँ पहिचान लिएर चाहिँ उहाँको सन्तान भएर हामी And चिनिने। we're loved, we're protected, and we're given a new inheritance. हामीलाई चाहिँ प्रेम गर्नुहुन्छ अनि हामीलाई सुरक्षा दिनुहुन्छ, र उहाँमा नयाँ पहिचान हामीलाई पाउँदछौँ। And it's not something that is
just happen down to earth. It is something that will continue on into eternity. अनि यो यस्तो कुरा हो जुन यस पृथ्वीमा मात्रै हुँदैन, तर यसले निरन्तरता पनि दिने गर्छ, निरन्तरता पनि दिँदछ। Now, look at the verse, what it says. What is that verse? He gave us the right, uh, he gave the right to become children of God, meaning it links us to divine authority. अनि उहाँले एउटा बाइबलको पदबारे बताउँदै हुनुहुन्छ जहाँ चाहिँ यसरी बताएको छ कि उहाँले हामीलाई उहाँको सन्तान हुने अधिकार दिनुभएको छ भनेर, होइन। अनि यो 12मा पनि हामीले हेर्नुभयो, होइन। अनि उहाँले त्यो अधिकार दिने कुरालाई पनि हामीले ध्यान दिन जरुरी छ। You know, when a child is born, you go to the official office and you register the child. It's a legal right. Your child is legally registered. अनि हाम्रो जब बच्चाहरू जन्मिन्छन् अनि हामीहरूले उनीहरूको जन्म दर्ता बनाउँछौँ, अनि त्यसको अर्थ के हो भन्दाखेरि यसलाई कानुनी रूपमा पनि हामीले चाहिँ एउटा पहिचान दिएको अनि भन्ने हामीले बुझ्दछौँ, होइन। So when we become child of God, we are given the legal right to be called his children. It is signed, it is official. अनि उहाँले बताउँदै हुनुहुन्छ जब हामी उहाँको सन्तान हुन्छौँ, उहाँले हामीलाई कानुनी रूपमा पनि, होइन, चाहिँ उहाँको सन्तान हुने अधिकार दिनुहुन्छ, त्यो लेखिएको छ भनेर बताउँदै हुनुहुन्छ। This isn't symbolic. It's an official standing in God's family. अनि यो चाहिँ खालि चिन्हको रूपमा मात्रै होइन हामीले बुझ्नुपर्ने, तर साँच्चै आधिकारिक रूपमा पनि उहाँसँग खडा हुने पनि, होइन, त्यस्तो खालको पहिचान र अधिकार दिनुभएको भनेर हामीले बुझ्नु जरुरी छ। We are not pretend children of God. We are legally adopted by him. अनि हामी खालि मानेको मात्रै होइन, उहाँको सन्तान भनेर मान्नु भएछ है भन्ने मात्रै होइन, तर साँच्चै उहाँले त्यो अधिकार साथ, होइन, एकदमै कानुनी रूपमा पनि उहाँले चाहिँ त्यो हामीलाई त्यो अधिकार दिनुभएको छ। And if we have in the gospel the fact that the message was rejected by many leaders and many religious leaders, for believer, it's a new beginning to accept the message. अनि यो सन्देश जुन चाहिँ धेरै, होइन, शास्त्रीहरूले अनि ठुला ठुला लिडरहरूले, होइन, अगुवाहरूले चाहिँ नकार्नु भयो, तयार हुनु भएन यो सन्देशलाई लिनलाई, होइन। तर नयाँ विश्वासीहरूले चाहिँ जब यसलाई स्वीकारे, So when we talk about spiritual growth, we talk about you growing as a legal child of God. अनि त्यो स्वीकार्नेहरूले चाहिँ एउटा नयाँ अधिकार पाएको भन्ने कुरा पनि हामी बुझ्छौँ र त्यो खुसी कुरा हो। अनि can you repeat that? I was That confusing when with the we last our one. spiritual growth is that we are recognized legally as a child of God. अनि हाम्रो आत्मिक वृद्धिमा चाहिँ हामीले हाम्रो आत्मिक वृद्धि गर्दै गर्दा हामी कतिपयले चाहिँ एउटा चिज एकदमै बुझ्नै पर्ने हुन्छ भन्दाखेरि हाम्रो बाहिरी रूपले देखिने मात्रै होइन, तर यो हामीले चाहिँ साँच्चै भित्रैदेखि पनि बुझ्नुपर्ने र मनन गर्नुपर्ने कुरा भन्दा उहाँले चाहिँ साँच्चै नै हामीलाई चाहिँ सन्तान हुने अधिकार दिनुभएको छ है। यो अधिकार चाहिँ उहाँबाट नै आएको यो कानुनी रूपमा हो भन्ने कुरा हामीले बुझ्नु I जरुरी mean, छ। this is revolutionary. अनि यो चाहिँ साँच्चै यसले यस्तो एउटा जागृति नै ल्याउने खालको, होइन, You might एकदमै have a तर्का low, yes, you might have a low esteem of yourself now. तपाईँलाई हुनसक्छ तपाईँको आत्मसम्मानमा केही कमी पुगेको होला, तपाईँलाई अलि खस्केको हुनसक्छ, होइन, आफ्नो आत्मसम्मानमा चोट पुगेको हुनसक्छ। When you start growing as a child legally adopted by God, you will have a self-esteem balanced. जब साँच्चै तपाईँ कानुनी रूपमा परमेश्वरको सन्तान भएर जब परमेश्वरले तपाईँलाई आफ्नो सन्तान भनेर स्वीकार्नुहुन्छ, तपाईँको यो आत्मसम्मान चाहिँ सन्तुलनमा आउन थाल्दछ। And you will see yourself as God's
sees you, my child, अनि तपाईँले आफूलाई चाहिँ कसरी हेर्नुहुन्छ भने जसरी परमेश्वरले तपाईँलाई हेर्नुहुन्छ मेरो छोरा मेरो छोरी भनेर। and deeply loved, uniquely created, and valuable in his eyes. अनि एकदमै गहिरो प्रेम होइन, अनि उहाँले एकदमै समय खर्चेर उहाँले चाहिँ तपाईँलाई सृष्टि गर्नु भएको, अनि जसलाई चाहिँ उहाँले अत्यन्त महत्त्व दिनुहुन्छ भन्ने कुरा हामीले बुझ्दछौँ। You see, there is no one of us that is the same as the other. We're all different. यदि हामीले हेऱ्यौँ भने हाम्रा कोही पनि हामी जस्ता हुँदैन होइन, हामी सबै छुट्टा छुट्टै छौँ, भिन्न भिन्न छौँ। And spiritual growth will help us understand that our value is in God, not from worldly achievement or approval. अनि यो आत्मिक वृद्धिमा चाहिँ होइन हामीले के देख्छौँ भन्दा, अनि हाम्रो हाम्रो चाहिँ यो महत्त्व भनेको चाहिँ परमेश्वरबाट आउँछ। मानिसले के सोच्छ हाम्रो बारेमा त्यो कुराबाट चाहिँ हाम्रो त्यो महत्त्व चाहिँ हामीले पाउने होइन, तर परमेश्वरले हामीलाई परमेश्वरको सामु हामी के हौँ अनि परमेश्वरले हामीलाई कसरी हेर्नुहुन्छ भन्ने कुराले चाहिँ त्यो कुराले हामीलाई सहायता गर्दछ। You know the psalm where the psalmist says, "You created my innermost being. You knit me together in my mother's womb." अनि हामीले त्यो भजन सङ्ग्रहमा हेर्नु भएको छ, तपाईँले नै मलाई सिर्जना गर्नुभयो मेरो आमाको गर्भमा तपाईँले मलाई चाहिँ बनाउनु भयो भनेर त्यो ठ्याक्क मैले पद चाहिँ तपाईँ हामीले पढेको हुनुपर्छ त्यो त्यहाँ त्यसरी लेखिएको छ। 139 कतिमा छ कि 127मा हो भजन सङ्ग्रह। I praise you because I'm fearfully and wonderfully made. अनि म तपाईँको प्रशंसा गर्छु, साथै तपाईँले मलाई रच्नु भएको छ भनेर त्यहाँ भन्नुभएको छ। And when you grow spiritually, slowly you will realize that physically or in the flesh, you are beautifully made. अनि um, um, जब can I read them also this verse in Okay, that's Psalms Psalm like 139, verse 13 and 14. 139 म भजन सङ्ग्रहबाट पढ्नेछु। यसरी लेखिएको छ 13 र 14मा, किनकि तपाईँले नै म भित्रका अङ्ग प्रत्यङ्ग बनाउनु भयो, तपाईँले मलाई मेरी आमाको गर्भमा रच्नुभयो। म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईँका कार्यहरू अद्भुत छन् र त्यो कुरा म पूर्ण रूपले जान्दछु। आमेन। Yeah. You see, it's so incredible what he has done. The fact that we are a new creature in him as an unending process, and we are in there and we have the privilege to walk with him and to be changed. The New Testament says from glory to glory. अनि हामीले यसरी यो भजन सङ्ग्रहबाट हामीले हेऱ्यो भने कस्तो अद्भुत तरिकाले होइन, अचम्म तरिकाले उहाँले हामीलाई बनाउनु भएको छ, रच्नु भएको छ हामीलाई होइन। अनि उहाँको यस्तो योजनामा हामीलाई सामेल गर्नु भएको छ होइन, जुन चाहिँ उहाँले चाहिँ कहिले पनि हाम्रो साथ चाहिँ छोड्नु हुन्न होइन, जहाँ चाहिँ हामीलाई अनि नयाँ करारमा हामीले हेऱ्यौँ भने अनि उहाँको महिमादेखि महिमासम्म भनेर भन्नुभएको छ होइन, त्यहाँसम्म चाहिँ उहाँले हामीलाई पुर्याउनुहुन्छ भनेर हामीले बुझ्नु पर्दछ। And there is that beautiful verse in Matthew chapter 10, verse 29 to 31, where he talks about the sparrows and he tells that we are worth than many sparrows. From verse 29 to 31. 21, Matthew 10, यस मत 29 to 31. 29 देखि 31मा यसरी भन्नुभएको छ कि एक पैसामा 2 भँगेरा बिक्दैनन्, ती मध्ये एउटा पनि तिमीहरूका पिताको इच्छा बिना भुइँमा खस्ने छैन। तिमीहरूका शिरका केसहरू पनि सबै गन्ती भएका छन्, यसकारण तिमीहरू नडराऊ, तिमीहरू धेरै भँगेरा भन्दा बढ्ता मूल्यमान छौ। आमेन। अनि You यसमा know, उहाँले के भन्नुहुन्छ, त्यो भँगेरा र उहाँले अघि भन्नुभएको थियो उनीहरूलाई उनीहरू भन्दा पनि हामीहरू
महत्त्वपूर्ण छौँ भन्ने कुरालाई चाहिँ उहाँले अघि भन्नुभएको थियो पढ्नुभन्दा अगाडि। You know, we don't care about birds. अनि हामीलाई थाहा छ हामीले खासै चराहरूको वास्ता गर्दैनौँ। We don't think that they could need food. अनि हामीले यो पनि सोच्दैन कि उनीहरूलाई खाना चाहिन्छ भनेर। But God's care for every bird is detailed and constant. अनि उहाँले चाहिँ परमेश्वरले चाहिँ सबैको होइन अनि चराको पनि अनि सबै कुराको चाहिँ वास्ता गर्नुहुन्छ। हरेक त्यो चाहिँ हरेक सबै पूर्ण रूपमा चाहिँ कसलाई के चाहिन्छ भन्ने कुराको उहाँले वास्ता राख्नुहुन्छ। And when God looks at us, his care is all the time detailed and constant, even when we don't realize it. जब परमेश्वरले हामीलाई हेर्नुहुन्छ हाम्रा सबै थोक उहाँले हेर्नुहुन्छ होइन, सबै आवश्यकताहरू हेर्नुहुन्छ। अनि यो अनि अनि यो यसरी पनि हेर्नुहुन्छ कि उहाँले हाम्रो आवश्यकताहरू हामीलाई चाहिँ पूर्ण रूपमा चाहिँ निरन्तर रूपमा चाहिँ उहाँले त्यो वास्ता अनि उहाँले त्यो हेरचाह उहाँले हामीप्रति देखाउनुहुन्छ। Nothing in our life escapes his attention. अनि हाम्रो जीवनमा यस्तो केही पनि छैन जसले चाहिँ उहाँको चाहिँ ध्यान हामीबाट हटाउन सक्दछ होइन। उहाँले चाहिँ निरन्तर रूपमा चाहिँ हामीलाई हेरिरहनुहुन्छ। Not our fears, not our losses, or not our struggle. Even the hair of our head are counted. हाम्रो डर होइन, हाम्रो हार हरेक कुरामा चाहिँ होइन, अनि हाम्रो सङ्घर्ष अनि त्यसपछि हाम्रो शिरको केसहरूमा पनि उहाँले त्यतिसम्म हामीलाई वास्ता गर्नुहुन्छ, साथ दिनुहुन्छ हामीलाई। We cannot measure the care that God takes for us. We cannot measure, what was the word? We cannot measure the immensity of the care that God has for us. उहाँको त्यो गहिरो होइन त्यो हेरचाह उहाँले जसरी हाम्रो वास्ता गर्नुहुन्छ त्यो चिजलाई हामीले नाप्न सक्दैनौँ। उहाँले हामीप्रति And resting in him, as we have seen, means we rest in his fatherly love. विश्राम गर्छौँ। We have really to grow in understanding that the Father loves us as a father. अनि साँच्चै हामीले यो कुरा चाहिँ बुझ्नुपर्छ, पिताले हामीलाई चाहिँ प्रेममा हुर्काउनुहुन्छ जसरी पिताले हुर्काउने गर्नुहुन्छ होइन। उहाँले साँच्चै नै हामीलाई प्रेम गर्नुहुन्छ। So our spiritual growth will reveal how precious we are to God. अनि हाम्रो आत्मिक वृद्धिमाले चाहिँ हामीलाई के कुरा बुझाउने काम गर्दछ भने हामी परमेश्वरको लागि कति महत्त्वपूर्ण छौँ भन्ने कुरा चाहिँ त्यो आत्मिक वृद्धिबाट चाहिँ हामीलाई थाहा हुँदछ। And the more you grow, the more the world will fade. The more we go, the more we The world will fade, will vanish. अनि जब जति हामी उहाँमा परमेश्वरमा हामी वृद्धि हुँदै जान्छौँ त्यति संसारको कुराहरू चाहिँ हाम्रो लागि हराउँदै जान्छ होइन। अनि त्यो मधुरो धमिलो हुँदै जान्छ। Yes, we are in the world, but we are not of the world. अनि हामी संसारमा छौँ तर हामी संसारका होइनौँ भन्ने कुरा हामीले बुझ्न जरुरी छ। So the more you grow, the more the attraction of the world will vanish. The desire to do things, to have things, to be someone. के त्यो चिजहरूले हामीलाई के सम्झना गराउँदै जान्छ भने हामीले यो संसारमा हुँदाखेरि संसारमा चाहिने कुराहरूको हामीले त्यति वास्ता गर्न छाड्दछौँ होइन। अब त्यो हाम्रो चाहनाहरू मानिसहरूको अगाडि खुसी पार्ने कुराहरू यस्ता अनेक किसिमका जुन चाहिँ संसारबाटै आउँछ ती चिजहरूलाई वास्ता नगरिकन हामी बढ्दै जाँदछौँ। अनि त्यो चिजले चाहिँ हाम्रो आत्मिक वृद्धि भएको कुरा भनेर हामीले बुझ्न सक्दछौँ। And the more the world vanish and the attraction of the world vanish, the more
we are drawn towards God. Excuse me a minute. Someone is ringing. जति हामी चाहिँ हाम्रो आत्मिक वृद्धि हुँदै जान्छ अनि त्यो संसारको आकर्षण गर्ने कुराहरूदेखि चाहिँ हामी टाढा हुँदै जान्छौँ होइन। अनि अनि हामी चाहिँ परमेश्वरप्रति नै हाम्रो चाहिँ लगाव हाम्रो ध्यान परमेश्वरमा मात्रै रहँदछ। मलाई म छोटो कुरा भनिहाल्छु है। यो तपाईँ हामीहरूको लागि अहिले सुन्दा अब के नयाँ छ र भन्दा पनि साँच्चै भन्यो भने आत्मिक वृद्धिमा हामीले आफ्नो लागि राम्रो सोचेनौँ, आफ्नो बारेमा हाम्रो सोच राम्रो छैन, सकारात्मक छैन भने नि हाम्रो साँच्चै हामीले केही राम्रो कुरा गर्न पनि हामी हिचकिरहेको हुन्छ, गाह्रो भइरहेको हुन्छ होइन। त्यही भएर मलाई लाग्छ आजको यो कोर्स एकदमै तपाईँ हाम्रो लागि हामी जुन ठाउँमा छौँ जसरी बसिरहेका छौँ यो सुन्दा सुन्दा होइन तपाईँहरूले यो चिज मनन गर्नुहोला, म पनि मनन गर्दैछु होइन। यो हाम्रो लागि एकदमै एकदमै जरुरी कुरा हो है। So यस वी क्यान। I'm going to stop here because I've already gone over time. But next week, I think we have our last lesson, and I will talk about God's design for our life. तपाईँहरूलाई खुसीको खबर छ हाम्रो अर्को हप्ता चाहिँ यो वर्षभरिको कोर्सको चाहिँ अन्तिम क्लास हुनेछ। त्यो चाहिँ परमेश्वरले चाहिँ कस्तो खालको डिजाइन बनाउनु भएको छ हाम्रो जीवनमा होइन उहाँको चाहिँ योजनाहरू कस्तो छ त्यो बारेमा हामीले हेर्नेछौँ है। एकदम खुसी पनि हुनुहुन्छ होला एक्साइटेड पनि हुनुहुन्छ होला तपाईँहरू। I think they are very happy and excited about this last class, अन्तिम क्लास हो है। Thank you. Thank you for Thank you, translating. Evelyn, very much. I was so very sorry because first we were having dinner and there was a lot of disturbances and I got distracted. I didn't hear anything. I could hear it, so I was very I understand, distracted. but uh, Um, I think we can have, if you don't mind, I would like to have some interaction with our students. Is it okay? yes, yes, of course. आजको क्लासबाट अब किनभने अब तपाईँहरूसँग यसरी फेरि फेरि पनि अब यो वर्षमा चाहिँ लगभग अर्को वर्ष त पक्कै भेट होला तपाईँहरूसँग कस्तो लाग्यो होइन अनि उहाँले लिनुभएको यो आत्मिक कोही तयार हुनुहुन्छ? It's difficult sometimes to have um, a spontaneous reaction. Yeah, and our first year students are a bit they are like they don't know each other very well. That's why I think Dikshita is actually in Mumbai. She's having treatment. She is having cancer treatment right now. Dikshita, we are so proud of you. Right? Dikshita, you have joined from the beginning, even though you are going very hard time. We remember you in our prayers. And God bless you. दीक्षितादेखि चाहिँ मलाई एकदमै खुसी लागेको छ दीक्षिताले हार मान्नु भएन सी डिडन्ट गिभ अप अन दिस कोर्स द्याट्स वाट वी क्यान Tell, बी प्राउड यु नो tell her that God is with her, and या tell her that a few years ago I also had cancer and went through all the treatment possible. So I know what या it means. या दीक्षिता And सुन्यौ हाम्रो टिचरलाई पनि yeah. पहिला क्यान्सर भएको रहेछ अनि उहाँले ट्रिटमेन्टहरू गरेर आज हाम्रो दिन यसरी हामीलाई सिकाउँदै हुनुहुन्छ है तिमीले पनि साँच्चै परमेश्वरलाई महिमा दिएको छौ यसरी क्लास जोइन गर्यो यति कठिन परिस्थितिमा पनि अनि परमेश्वरले तिमीलाई बल दिनुभएको छ भनेर उहाँले टिचरले भन्नुभयो के बाँड्न चाहन्छौ दीक्षिता हामीहरू बिच भने प्लिज तपाईँलाई धन्यवाद दिएर अनि हेल्प गर्नु अनि Hmm. अझै स्टोर गर्नु Remind her that the life that is in her is much, much more stronger than any cancer. Yeah.
Thank you very much, Evelyn. This is very powerful. दीक्षिता हाम्रो टिचरले भन्दै हुनुहुन्छ तिम्रो लागि यो सन्देश कि जुन जीवन तिमीमा छ त्यो चाहिँ क्यान्सर भन्दा पनि धेरै बलियो जीवन छ बुझ्यौ नि And तिमीलाई परमेश्वरले दिनुभएको जीवन the सबैभन्दा शक्तिशाली छ the word says, I can't remember the verse, but you shall live. अनि उहाँले भन्दै हुनुहुन्छ त्यो पद जसमा चाहिँ लेखिएको छ तिमी जिउने छौ भनेर Amen. आमेन Amen. थ्याङ्क यू भेरी मच तिमीले चाहिँ हाम्रो बहिनी दीक्षिताको एउटा टेस्टमनी हो गवाई हो जीवन जस्तो कठिन परिस्थितिमा ऊ मात्रै नभइकन उसको बुबा अनि दोस्रो वर्षमा हुनुहुन्छ अनि मेरो विचारमा उहाँहरूलाई परमेश्वरले दिनुभएको बल अनि उहाँले रोज्नु भएको कठिन परिस्थितिमा पनि होइन यस्तो परमेश्वरमै त्यो जरा गाड्ने अनि त्यसपछि त्यही आफ्नो पहिचान बनाइराख्ने भन्ने कुरा चाहिँ यस्तै यस्तै उदाहरणबाट सिक्ने जस्तो लाग्छ आई थिङ्क इट्स अ भेरी ग्रेट टेस्टमनी फर वाट यु हेभ टट अस टुडे द्याट इन डिफिकल्ट टाइम्स द रुटिन and also you know protecting, like we don't have to protect, but that remembering our identity in Christ in difficult times gives us that power as you have taught us. And I think Dikshita and her father life is like that no matter what they're going through, God is giving them power to Amen. even not only the I think that's a lot to for them to attend this class even after the treatment. Can you imagine, like whole day they are having treatment, she is having treatment and she's attending the classes when she can. And I think that's a great testimony, the power that beautiful. God has given. That's beautiful. So हामीले लिखित रूपमा केही मागेका छौँ तपाईँहरूबाट है अहिलेसम्म सिक्नु भएको कुराहरू के छ तपाईँले के सिक्नुभयो कस्तो खालको आशिष पाउनु होइन अनि कुन कुन कोर्सहरू तपाईँहरूले पढ्नु भएको छ भन्ने कुरा मैले ग्रुपमा पनि पठाएको थिएँ। कृपया यदि तपाईँहरूले यो वर्षको चाहिँ तपाईँले पढेको यति पढ्नुभयो भनेर हामीबाट केही पाउ होइन अब भनौँ न त्यो हामीले सर्टिफिकेटहरू वितरण गर्दाखेरि तपाईँहरूबाट हामीले केही कुरामा लिखित चाहिँ हामीलाई चाहिन्छ मैले भनेकै थिएँ होइन। प्लिज 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 है यो ग्रेजुएसनभन्दा अगाडि चाहिँ लेखेर पठाउनै पर्ने हुन्छ तपाईँहरूले। प्लिज तपाईँहरूले अहिलेसम्म पढेको कुराहरू काठमाडौँ बाहिर भएकोहरूलाई विशेष गरी, किनभने तपाईँहरूलाई हामीले प्रत्यक्ष भेट्न पाएको छैन। काठमाडौँमा त हामी भेट्छौँ नै, भेटेर हाम्रो लेख्ने काम चाहिँ हुन्छ नि होइन। तर काठमाडौँ बाहिर हुनेहरूले प्लिज तपाईँहरूले जानेको बुझेको या यसबाट पाउनु भएको आशिषहरूको बारेमा चाहिँ हामीलाई सुरुदेखि अहिलेसम्मको के सिक्नुभयो त्यो चाहिँ लेखेर पठाउनु होला है। अब तपाईँहरूलाई यो अक्टोबर महिना अनि नोभेम्बरको पहिलो दोस्रो हप्तासम्म भनौँ न तपाईँहरूलाई 3 हप्ताको समय छ। जति तपाईँहरूले सक्नुहुन्छ यति भन्दिनँ म, जति तपाईँहरूले सक्नुहुन्छ त्यसरी चाहिँ पठाउनै पर्ने हुन्छ है। अनि हाम्रो काठमाडौँमा बस्नेहरूसँग चाहिँ हाम्रो भेटघाट हुन्छ नि, त्यसमा आउनै पर्ने हुन्छ। काठमाडौँ बाहिर हुनेहरूले चाहिँ लेखेर पठाउनु होला। ग्रेजुएसनमा सक्नुहुन्छ भने चाहिँ प्लिज आउनु होला, त्यति चाहिँ म भन्न चाहन्छु। तर लेख्न चाहिँ प्लिज केही लेखेर चाहिँ मलाई पठाउनु होला है। यति चाहिँ मैले सूचना दिएँ अहिले। ए हुन्छ म्याडम, हुन्छ 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 जय बच्चे। तपाईँ आउन भ्याउनुहुन्छ नि है ग्रेजुएसनमा? यो महिनामा हो कि म्याडम, कसो हो म्याडम? यो महिनामा चाहिँ हुँदैन, अर्को महिना हुन्छ। तपाईँ आउन मिल्छ भने हामीलाई खबर गर्नु होला है। अनि सकेसम्म आउनुहोस् है, तर लेखेर चाहिँ प्लिज पठाउनु है, किनभने अब अलिकति हल्का समीक्षा गर्ने पनि बेला हुन्छ। सबैजना पास पक्का हो, तर केही न केही चाहिँ लेख्नुपर्छ है। त्यही भएर त्यो चिजमा चाहिँ हामीले हल्का अब मलाई नै पठाउनु होला है। पवित्रा बहिनी, लालमाया बहिनी, सङ्गीता बहिनी, उहाँहरू लालमाया बहिनी सङ्गीता बहिनी त आइहाल्नुहुन्छ यहाँ काठमाडौँमा। तपाईँ हाम्रो उमेश भाइ नै भन्दा हुन्छ, पास्टर उमेश होइन, हजुरलाई
मैले भने अब कृपया पठाउनु होला, किन मैले रिपोर्ट दिनुपर्छ उहाँहरूलाई, टिचरहरूलाई, तपाईँहरूले कस्तो के बुझ्नु भएको छ भनेर। त्यही भएर तपाईँले पक्कै नोट बनाउनु भएको छ होला होइन, त्यसबाट पनि हेर्दै अच्छा जे लेख्नु भएको छ भने नोटहरू पनि पठाउनु होला है। अच्छा ल ठिक ठिक छ हस्, म्याडम। थ्याङ्क यू भेरी मच एन्ड I'll see thank you you, next Evelyn. week. You're ठिक welcome. छ, म Yeah, thank पठाइदिन्छु you. तपाईँलाई। Us. Thank you very much. Can we pray and then we can leave maybe? Yes. Uh, Lord, I thank you for this moment with that group. And I thank you for, yes. धन्यवाद दिदँछौँ यो हाम्रो सबै समूहको लागि। And I thank you especially for that young lady who is facing some struggle now, but she is rooted in you. And I really thank you for holding her and giving her strength every अनि day. हाम्रो बहिनीको स्थिति पनि तपाईँले प्रभु देख्नु भएको छ, जसलाई चाहिँ कठिन परिस्थितिमा पनि प्रभु उसले जरा गाडेर बसेको छ तपाईँमा, अनि तपाईँले नै उसलाई साहस दिनुहुन्छ, शक्ति दिनुहुन्छ भन्ने हामी विश्वास गर्न चाहन्छौँ। And thank you because you have taken all those young ones and they are now walking with you on the path of spiritual growth. अनि धन्यवाद परमेश्वर, तपाईँले अरू भाइ बहिनीहरूको, जवानहरूको जीवनमा पनि साँच्चै तपाईँले साथ दिनुभएको छ। उनीहरू तपाईँले देखाउनु भएको मार्गमा हिँड्न सकेका छन् र तपाईँमा जरा बसाउन सकेका छन् प्रभु। And enjoying every day the care that you provide, because you do provide every day. अनि त्यो सुरक्षा, त्यो हेरचाह जुन तपाईँले उनीहरूलाई दिनुभएको छ, त्यसमा उनीहरू आनन्दित हुन सकेका हुन्, जुन तपाईँले हरेक दिन दिनुहुन्छ। And thank you for really, really enriching their life with your presence. अनि साँच्चै उहाँहरूको जीवनमा अनि उहाँहरूलाई चाहिँ अगाडि लैजानुहुन्छ भन्ने कुरामा हामी धन्यवाद तपाईँलाई दिँदछौँ। Amen. आमेन। सब आजको दिन र भोलि आउँदो दिनहरू पनि आशिषमय भएको होस् र फेरि अर्को हप्ता भेट्नेछौँ। अनि जय मसिह। थ्याङ्क यू एभलिन भेरी मच। Jai Masi. जय मसिह। जय मसिह। जय मसिह।